नमस्ते दर्शक महानुभावहरू, तपाईहरु यतिखेर हेर्दै हुनुहुन्छ तपाईहरुको आफ्नै प्यारो टेलिभिजन सामुदायिक टेलिभिजन बेसो टेलिभिजन। बेसो टेलिभिजन मार्फत हामी आज बिल्कुलै नौलो प्रस्तुति लिएर उपस्थित भएका छौं। आजको यो बसाइमा हामीले विशेष गरी लोप हुँदै गएका त्यस्ता भाकाहरू, जुन भाकाहरूलाई हामीले जोगाइराख्नुपर्छ, जुन आफ्नो कला आफ्नो संस्कृति रहेको छ, त्यस्ता भाकाहरूलाई बचाउनुपर्छ भन्ने उद्देश्यसहित हामीले यो कार्यक्रम आज तपाईहरु सामु लिएर आएका छौं। र हामीले गएको हप्ताहरूमा तपाईहरुलाई देखाएका थियौं कि दुरा समुदायमा प्रचलित ठाडो भाकाहरू देखाएका थियौं। त्यस्तै गरी अहिले पनि हामीले गुरुङ समुदाय, मगर समुदाय, दुरा समुदायमा प्रचलित हुने खालका त्यस्ता घाटुहरू देखाउने कोसिस गरिरहेका छौं। त्यसो त सत्ती घाटु, बाह्रमासे घाटु, विभिन्न प्रकारका घाटुहरू हुन्छन्। तर पनि हामी आज लमजुङको सिन्दुरे 3 स्थित चण्डी गाउँमा उपस्थित भएका छौं र जहाँबाट हामीले तपाईहरुलाई यो बाह्रमासे घाटु नभइकन सती घाटु रहेको छ, जसमा देवता बोलाउने कुरा रहेका छन्। त्यस्ता घाटु तपाईहरुलाई देखाउने कोसिस गरिरहेका छौं कि जुन घाटु आज भोलि लगभग हामीले देख्न पनि छोडिसकेका छौं, लोप हुँदै गइसकेका यस्ता घाटु हामी आज यहाँसम्म आइसकेका छौं। सहकर्मी भारती दुरासँगै छौं। यतिखेर मलाई साथ दिइरहनु भएको छ सहकर्मी भारती दुराले, अनि तपाईहरु सामु उपस्थित भएको छु म रमेश राणा मगर। हामी अब केही समयपछि तपाईहरुलाई यहाँका घाटु, जुन सती घाटु रहेको छ, घाटुको देवता झुलाउने काम पनि सुरु भइसकेको जानकारी पाइसकेका छौं। हामी अब त्यतातर्फ लाग्छौं, त्यसपछि हामी त्यहाँको घाटु हामी तपाईहरुलाई खिचौं र बीचमा फेरि तपाईसँग यही घाटुको बारेमा केही शब्द राख्नको लागि उपस्थित हुनेछु। यतिखेर पनि हामी तपाईहरुलाई सिधै यहाँको सती घाटु, जुन दुरा समुदायमा प्रचलित यो घाटु तपाईहरुलाई देखाउने कोसिस गरिरहेका छौं। व्यवस्था ठिक छ केरो हुन्छ हैन, ठिक गरिराख।
हजुर दर्शक महानुभावहरू तपाईँहरू यतिखेर सामुदायिक टेलिभिजन बेस टेलिभिजनमै हेरिरहनु भएको छ अनि यो सतीघाट तपाईँहरूलाई हामीले देखाइरहेका छौँ। लमजुङ जिल्लाको सिन्दुरे 3 स्थित चण्डी गाउँमा रहेको यो सतीघाटुको प्रस्तुति हामीले तपाईँहरूलाई देखाइरहेका छौँ।
वास्तवमा सती घाटु किन लगाइन्छ त भनेर बुझ्नु पर्दाखेरि सती घाटु लगाउनाले गाउँमा हुने अनेक प्रकारका काल गतिहरूलाई पनि तार्न सकिन्छ अनि यहाँ लाग्ने अनिकालहरूलाई पनि सकालमा बदल्न सकिन्छ र यहाँ धेरै राम्रो हुन्छन् भनेर परम्परा रूपमा नै चलिआएको यो आफ्नो संस्कृति कलालाई जोगाइ राख्नुपर्छ भन्ने उद्देश्यसहित यहाँका दूरा समुदायहरूले यहाँनिर घाटु नाच नचाइरहनु भएको छ। सती घाटु जुन घाटु औँसीको रातमा सुरु गर्नु भएको थियो भने पूर्णेको रातमा चाहिँ नचाउने गरिन्छ र त्यही नाचलाई आजको दिन एउटा विशेष दिन पारेर त्यसलाई सेलाउने गरिन्छ भनेर यहाँका स्थानीय बासिन्दाहरूसँगको कुराकानी क्रममा पनि थाहा पाएका थियौँ भने जुन यो हाम्रो तपाईँले दृश्यमा देखिरहनु भएको सती घाटु जुन नाच नाचिरहनु भएका छन् बहिनीहरू उहाँहरूले आँखा समेत पनि खोल्नु भएको छैन। उहाँहरू घाटुमै नाचिरहनु भएको छ। उहाँहरूमाथि एउटा देउताले प्रवेश गरेको हो भन्ने कुरा पनि यहाँनिर हामीले जानकारीमा पाएका छौँ र यहाँबाट हामीले बिस्तारै यो घाटुलाई सेलाउनको लागि तल चण्डी भन्ने ठाउँमा लिएर जाने कुरा पनि उहाँहरूबाट हामीले थाहा पाएका थियौँ भने र यो घाटु चण्डी जुन चाहिँ चण्डीमा हामीले सेलाउनको लागि लिएर जाँदैछौँ यो लानको लागि चाहिँ विशेष गरी यहाँ जोकरहरूको नाच गरेर ल्याइरहेछ। जुन जोकरको नाच चाहिँ अब आउने तयारी पनि रहिरहेको कुरा छ। अब हामी केही समय पछाडि त्यो दृश्य पनि तपाईँहरूलाई जोड्छौँ। त्यस पछाडि हामी यो घाटुलाई कसरी सेलाउनुहुन्छ यो तपाईँहरूलाई हामीले दृश्य अवलोकन गराइरहनेछौँ भने यहाँनिर घाटु नाच चलिरहेको छ। अब केही समयमा नै यहाँनिर जोकर नाच आउनुहुनेछ र जुन नाच सँगसँगै यो घाटुलाई हामीले चण्डीसम्म लिएर जाने कोसिस गरिरहेका छौँ र हामी उहाँसँगै पछ्याउँदै रहिरहेका छौँ कि यो घाटु कसरी सेलाइँदो रहेछ, कसरी सुरुवात गरिन्छ यो बारेमा हामीले आज विशेष प्रस्तुति तपाईँहरूको आफ्नै टेलिभिजन बेसो टेलिभिजन मार्फत देखाइरहेका छौँ। हामी यही प्रस्तुतिलाई जोड्नेछौँ निरन्तर रूपमा। हामी केही समयपछि फेरि पुनः तपाईँसँग उपस्थित हुने नै छु। यतिखेर भने पुनः म यो घाटु कार्यक्रमलाई नै जोड्न चाहन्छु। दर्शक महानुभावहरू निकै रमाइलो भइरहेको छ। हामी यहाँ लन्जुङको चण्डी गाउँमा रहेको सती घाटु तपाईँहरूलाई देखाइरहेको छौँ। अब यतिखेर
सती घाटुलाई चण्डीमा सेलाउनको लैजानको लागि तयारी भइरहेको छ। यहाँनिर हामीले घरती नाच देखिरहेका छौँ, जुन हामीले जोकर पनि भनेका थियौँ, अघि तपाईँहरूलाई देखाउँछौँ एकैछिनमा भनेका थियौँ। यतिखेर तपाईँहरूले देखिरहनु भएको छ यहाँनिर घरती र घरतिनी भनेर नाचिरहनु भएको छ दुईजना जोकर भने। पछाडिपट्टि पनि नाचिरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ। निकै रमाइलो माहौल भइरहेको छ यहाँनिर। यतिखेर हामी अब तलतिर जाँदैछौँ कि यो सती घाटुलाई सेलाउनको लागि चण्डी भन्ने ठाउँमा लिएर जाँदैछौँ। पछाडिपट्टिबाट हाम्रो सती घाटु जो नाचिरहनु भएका बहिनीहरूलाई पनि उतापट्टिबाट घाटु गीत नचाउँदै लगाउँदै लिएर आइरहनु भएको छ भने यहाँनिर घरती घरतिनीको नाच पनि देखिरहनु भएको छ। हामी निकै उत्साहित भइरहेका छौँ। सहकर्मी भारती दुरसँगै तपाईँहरूसँग छु म रमेश राणा। निकै रमाइलो छ। लमजुङको सिन्दुरी गाविस स्थित वार्ड नम्बर 3 मा पर्ने यो चण्डी गाउँमा हामी यो सती घाटु विशेष कार्यक्रम लिएर तपाईँहरू सामु उपस्थित भइरहेका छौँ। निकै रमाइलो भइरहेको छ। हामी बिस्तारै बिस्तारै अगाडि बढेका छौँ। तपाईँहरूलाई म पुनः यही कार्यक्रममा बाटोमा पनि फेरि जोड्ने कोसिस गर्ने नै छु। हजुर दर्शक महानुभावहरू हामी अगाडि बढिरहेका छौँ। यतिखेर हामी बाटोमा छौँ। यहाँनिर घाटुको यो सती घाटुलाई सेलाउनको लागि तर्खर रहिरहेको छ। यतिखेर घाटु नाच्ने बहिनीहरूलाई हामीले अगाडि लिएर गइरहेको तपाईँहरूले देख्न सक्नुहुन्छ हाम्रो टेलिभिजन सेटमा पनि। त्यस्तै गरी पछाडिपट्टि घाटु गाउने गुरुबाहरू पनि हुनुहुन्छ, उहाँहरूले गाइरहनु भएको छ। उहाँहरूले यो गीतले के भनिरहेको छ भनेर अघि मैले विशेष कुराकानी गर्दाखेरि नचाउने दिनमा नचाइसके पछाडि आज यो सेलाउने दिनमा विशेष भगवान्लाई बिदाई गरेर चाहिँ सेलाउन लाने कुरा रहिरहेको छ। अगाडिपट्टि हामीले जोकर बनेर नाचेको घरती घरतिनीहरू पनि देख्यौँ भने पछाडिबाट घाटु आइरहेको थियो भने झन् पछाडिपट्टि हामीले ठाडो भाका गाउने टोलीहरू त्यस्तै गरी कौडा गाउने टोलीहरू पनि पछाडि पछाडि आइरहनु भएको छ। कौडा नाच कौडा टोलीहरू आइरहेको छन् भने यहाँनिर विभिन्न परिकारहरू लिएर पनि चलाउन गइरहेको यो तपाईँहरूले दृश्यमा देख्न सक्नुहुन्छ। हामी यो घाटु यो ठाडो भाकाको नाच अनि यो कौडा नाचलाई पनि हामीले तपाईँहरू सामु जोड्ने कोसिस गरिरहेका छौँ। एकैछिन यतातिर तपाईँको ध्यान तपाईँ
दर्शक महानुभावहरू हामी यतिखेर यो घाटु जुन चाहिँ सती घाटुलाई हामीले सेलाउन भनेर अगाडि बढिरहेका थियौँ। हामी गन्तव्य स्थलमा आइसकेका छौँ। यो चण्डी भन्ने ठाउँमा भर्खरै मात्रै आइपुगेका छौँ। हामी अगाडिपट्टि जुन नाचिरहेका थिए घरतिर घरतिनी मारेर नाचिरहनु भएको जोकर थियो उहाँहरू अगाडि आइसक्नु भएको छ भने जो घाटु नाच्ने बहिनीहरू थियो उहाँहरू पनि आइपुग्ने क्रम जारी छ, आइपुगिरहनु भएको छ। त्यस्तै पछाडिपट्टि जुन ठाडो फाका चलिरहेको छ त्यसको पछाडिपट्टि जुन चुर्काहरू चलिरहेको छ त्यो चुर्का पनि आइरहेको छ। टोलीहरू सबै यहाँ समावेश हुने क्रममा रहिरहेको छ। अब हामी यो घाटुलाई कसरी सेलाइँदो रहेछ जुन औँसीको रातमा सुरुवात गरेर पूर्णेको नाचमा नचाहिने र विशेष दिन अथवा विशेष बार पारेर यो सती घाटुलाई सेलाउने तयारी भइरहेको यो अवसरमा हामी यहाँसम्म आएर लमजुङको यो सिन्दुरे 3सम्म आएर हामीले यो घाटु जुन आफ्नो रीति आफ्नो संस्कृति बोकेको छ यो नेपाली संस्कारलाई हामीले बचाउनु पर्छ। जुन यो लोप हुँदै गइरहेको यो संस्कारलाई हामीले मर्न दिनुहुन्न भन्ने उद्देश्यले यो कार्यक्रम तपाईहरु सामु लिएर आइरहेका छौँ। र अब यो घाटु कसरी सेलाउने तयारी भइरहेको छ र के कसरी सेलाउँदो रहेछ त यो हाम्रो संस्कृति हामीले पनि थाहा नपाएको कुरा हामीले थाहा पाउने कोसिस गरिरहेका छौँ। अब हामी यहाँको गतिविधिहरू के कसरी यो घाटुलाई सेलाउने गरिँदो रहेछ यो कार्यक्रम तपाईहरु सामु तपाईहरुको आफ्नै टेलिभिजन बेसो टेलिभिजन मार्फत देखाउने कोसिस गरिरहेका छौँ। र विशेष गरी यो जुन सती घाटु सेलाउने क्रम चलिरहेको छ यहाँ म यसै बिचमा तपाईहरुसँग केही कुरा जोड्नको लागि अगाडि उपस्थित भएको छु। र यो घाटु जुन सती घाटुलाई सेलाउनको लागि भनेर यहाँ चण्डीसम्म ल्याइपुर्याउने क्रममा यहाँका युवा युवतीहरू वृद्ध बुवा आमाहरूले पनि आफ्नो आफ्नो कला संस्कृति देखाउने क्रममा बुढा हुनुभएका बाबा आमाहरूले चाहिँ आफ्नै दुरा समुदायको प्रचलित एकदम राम्रो भाका जुन भाका लोप हुँदै गइसकेको छ त्यही ठाडो भाकालाई जोगाउनुपर्छ भन्ने उद्देश्यले उहाँहरूले ठाडो भाका प्रस्तुत गरिरहनु भएको छ भने गाउँका युवा युवतीहरूले पनि आफ्नो संस्कारलाई मर्न दिनुहुन्न र यो संस्कारलाई जोगाइराख्नुपर्छ भन्ने उद्देश्यसहित आफ्नै यो मौलिक परम्परा झल्काने खालका सांस्कृतिक कौडा नृत्यहरू लिएर उपस्थित भइरहनु भएको छ। यी सबै कुराहरूलाई हामीले यहाँ देख्न पाउँदा घाटु पनि यहीँ देखिरहेका छौँ हामीले भने ठाडो भाका पनि यहीँ देख्न पाइरहेका छौँ। त्यस्तै गरी कौडा नृत्यहरू पनि यहीँ देख्न पाइरहेका छौँ जुन यो यहाँका दोरा समुदायहरूले गरिरहनु भएको छ। यो देख्न पाउँदा हामीले आफ्नो संस्कृति कला संस्कृतिहरू सबै एकै ठाउँमा देख्न मौका पनि पाइरहेका छौँ र तपाईँहरूलाई देखाउने कोसिस पनि गरिरहेका छौँ जुन हाम्रो यो कला संस्कृतिलाई जोगाउनुपर्छ भन्ने उद्देश्य पनि हो। र त्यही उद्देश्य अनुसार तपाईँहरूसम्म हामीले यसरी तपाईँहरूकै टेलिभिजन मार्फत अगाडि आइरहेका छौँ। जुन यहाँ तपाईँहरूलाई हामीले जोडिरहेका छौँ पछाडिपट्टि कौडा रहेको छ बिचमा ठाडो भाका पनि लिएर आइरहेको त यही कार्यक्रम तपाईँहरूलाई हामीले निरन्तर रूपमा आजको यो कार्यक्रममा देखाइरहेका छौँ।
हजुर हामी यही विशेष सती घाटको कार्यक्रम तपाईँहरूलाई देखाइरहेका छौँ र मैले अघि भनेको थिएँ यहाँ घाटु नाच्ने पहिलाका दिदीबहिनीहरूसँग कुराकानी जोड्छु तपाईँहरूलाई भनेको थिएँ। यतिखेर म एकजना दिदीसँग यहाँ कुराकानी गर्ने तयारीमा छु र उहाँसँगको कुराकानी तपाईँलाई एकैछिन जोड्न चाहन्छु। दिदी यहाँलाई स्वागत छ हाम्रो बेसी टेलिभिजनमा। हजुरको शुभ नाम? मेरो नाम बुद्धि शरदुरा परे। बुद्धि शरदुरा होइन? जुन यो तपाईँको गाउँमा अहिले चलिरहेको छ नि सती घाटु, यो घाटु लाउनुको कारण होइन, यो घाटु तपाईँहरूले लगाइरहनु भएको छ, कस्तो लागिरहेको छ तपाईँलाई? यो राम्रो लाग्छ हामीलाई। पहिलादेखि यो बाजे पुर्खादेखिको चलिएको संस्कार हो के अरे, हामीले यो छोड्न सकेको छैन। राम्रो लागेर नै हो। हाम्रो अब वर्षमा एकचोटि अब वैशाख पूर्णिमा लगाउने के अरे, अनि सालसालमा लगाउँदा हामीलाई रमाइलो लाग्छ। यो घाटु लाउनाले चाहिँ के हुन्छ यहाँलाई थाहा छ? यो घाटु लगाइरहनु भएको तपाईँ धेरै भइसक्नु भयो यहाँ देख्नु भएको, के हुन्छ यो घाटु लगाउनाले, केही थाहा छ तपाईँलाई? घाटु लगाउनाले खास हुने त केही पनि छैन। अब आफ्नो आफ्नो गाउँको केटाकेटी र बाबाआमाको इच्छा अनुसारले लगाउने हो। हुने त केही पनि होइन। अनि घाटु लगाउने, अनि बाहिरबाट आउने पाहुनाहरू हेर्ने, अनि त्यसपछि फेरि घाटु सेलायो, त्यसपछि खोइ खाने, रमाइलो गर्ने, हाम्रो संस्कार यो छ। भनेपछि अहिले त गाउँघरमा बिस्तारै बिस्तारै घाटुहरू अब हराउँदै पनि गइसकेको छ होइन? तपाईँको गाउँमा चाहिँ अहिले जे होस् अलिकति भए पनि घाटुलाई जोगाउनु पर्छ भनेर यो गाउँमा देखिरहेका छौँ होइन? कस्तो लाग्छ तपाईँलाई चाहिँ? घाटु मलाई एकदमै राम्रो लाग्छ। अब पुरानो संस्कार हो, हामीले पुरै नजाने तापनि अब थोरै थोरै त कुराहरू बुझेकोमा पनि एकदम राम्रो लाग्छ मलाई। जे होस् खुसी हुनुहुन्छ? हजुर खुसी नै छु। अबको पिँढीहरूमा अबको बालबच्चाले यो गाउँला जस्तो लाला जस्तो अनलाइन लाग्दैन। अब यहाँमा त पछाडिको केटाकेटीहरूले अब घाटुको गीत, सुरुमा घाटुको गीत गाउन जान्दैन होला, त्यसपछि नाच्ने कुरो आएन। अब त्यसपछि हामीलाई पनि बिस्तारै बिस्तारै अब यसले छोड्ला जस्तो लाग्छ हामीलाई। यो घाटुमा चाहिँ राजा रानी बनाएर नचाउने भन्ने कुरा पनि छ नि होइन? के छ यो बारेमा भनिदिनु न अलिकति। यो घाटु नाच कसरी नचाहिन्छ होइन, के गर्न चाहिन्छ यो बारेमा अलिकति भनिदिनुहोस् न। नाच त त्यति थाहा छैन। अब घाटुमा चाहिँ राजा रानी भनेको अब सुरुमा देउता आउनेलाई राजा बनाइन्छ र पछि देउता आउन रानी बनाइन्छ, र राजा र दाहिनेपट्टि र रानीले देउरीपट्टि राखेर नचाहिन्छ। हस् हुन्छ, धेरै धेरै धन्यवाद तपाईँलाई। हस् धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिखेर आफ्नो शरदुरा उहाँसँग अलिकति कुराकानी गऱ्यौँ हामी। घाटु नाच्ने पहिला सती घाटु नाचिरहनु भएका दिदीबहिनीसँग कुराकानी तपाईँलाई जोड्ने क्रम जारी नै राख्नेछु। फोटो मात्र स्ट्रेच गर्ने अब बुखारी भुजेली बुझाउँदैछ पहिला यो एउटा गाला पनि कति साह्रो कचाउने गरेको त बाबु। हाम्रो दिगो गर्ने अब कुखुरा खान्छ राजाको पोखरी बनाइ बाबु घरका मन पऱ्यो
हजुर दर्शक महानुभावहरू हामी यो सती घाटुको विशेष प्रस्तुति लिएर तपाईहरु सामु उपस्थित भइरहेका थियौँ र यतिखेर अब यो घाटु पनि सेलाएर सकिसकेको अवस्था रहेको छ र हामीले जानकारी पाएअनुसार र हामीले यहाँ आएर बुझेअनुसार यो निकै लामो रहने गर्दो रहेछ सम्भवतः 15 दिन पछाडिको विशेष अवसर पारिसके पछाडि र एउटा विशेष दिन तोकेर आज घाटु सेलाउने कार्यक्रम रहेको थियो र यो अवसरमा हामीले यहाँ अहिले मेरो सामु तपाईले देखिरहनु भएको छ दुईटा बहिनीहरू जो घाटु सारे रहेका छन् जो बहिनीहरू भर्खरै मात्रै नाचेर सकिएको थियो र बहिनीहरूले अघिसम्म केही देख्न पनि सकेका थिएनन् दुवै बहिनीहरूले चाहिँ आँखा चिम्लेर नाचिरहेको अवस्था थियो भने उनीहरूमा साक्षात देउता नै प्रवेश गरेको र उहाँहरूले आँखा खोल्न चाहेर पनि आँखा खोल्न नसकेको अवस्था थियो र गीतै गीतबाट आफूले लगाएका सम्पूर्ण वस्त्रहरू भगवान सामु चढाइसके पछाडि देउराली र चण्डीमा विसर्जन गरिसके पछाडि चाहिँ बहिनीहरूले अहिले देउता गइसकेको छ बहिनीको ज्यानबाट अनि बहिनीहरूले चाहिँ अहिले आँखा खोल्न सकेका छन् चाहेर पनि उहाँहरूले आँखा खोल्न सक्नु भएको थिएन केही समय अगाडिसम्म अहिले चाहिँ दुवैजना बहिनीहरू आँखा खोलेको अवस्था छ बहिनीको नाम आस्मिका दुरा अनि बहिनीको जुना दुरा आस्मिका दुरा र जुना दुरा बहिनीहरू सानो बहिनीहरू जो घाटु नाचेका थिए बहिनीहरूलाई कस्तो लागेको थियो नाच्दाखेरि रमाइलो भएको थियो गाह्रो भएको थियो अलिकति हो खुट्टा पट्टाको हो होइन है जे होस् रमाइलो भयो होइन ठिकै छ निकै रमाइलो भयो भन्दै थिइन् बहिनीहरूले र बहिनीले खुट्टा पट्टाएको कुरा पनि हो पक्कै पनि दर्शक महानुभावहरू निरन्तर रूपमा उभिएर नाचिरहनु पर्दाखेरि खुट्टा पट्याउने अलिकति ज्यानहरू गर्ने त भइ नै हाल्छ बहिनीहरू सानै छन् बहिनीहरूलाई पनि धेरै समस्या भएको थियो तर पनि बहिनीहरूमाथि साक्षात भगवान नै आएर बसिसके पछाडि बहिनीहरूले त्यो नाच निकै राम्रोसँग नाचेका थिए र निकै रमाइलो पनि भएको अनुभूतिहरू हामी सामु राखेको थियो धेरै धेरै हामी पनि आभारी छौँ कि यहाँसम्म आयौँ र हामीले बहिनीहरूको यो सप्तसरा घाटु पनि हेर्ने मौका पायौँ हामी एकैछिन बहिनीहरूबाट ओजेलो परेर आजको यस घाटु जुन आज सेलाउने कार्यक्रम रहेको थियो यहाँका गुरुजीसँग पनि केही कुराकानी तपाईँसँग जोड्नेछु यतिखेर बहिनीहरूसँग म बिदा भएर आजका घाटुका गुरुजीसँग यो विषयमा अलिकति कुराकानी तपाईँसँग देखाउने रहेछ हजुर हामी गुरुबासम्म आइसकेका छौँ यतिखेर घाटुको गुरुबा जुन घाटु गीत गाइरहनु भएको अघि भर्खरै मात्रै तपाईँहरूले देखिसक्नु भएको छ हामी उहाँसँगको कुराकानी तपाईँसँग जोड्न लागेको छु सर्वप्रथम बुवालाई एबिसी टेलिभिजनमा स्वागत छ र यो घाटु औँसीदेखि लागेको हो हजुर है अनि त्यहाँबाट के अरे भन्छ यो घाटुको बारेमा अब जयसिंह राजा हुन्छ है अब फेरि अम्बावती रानी हुन्छ अनि ती दुवाको विषयमा गर्छ मैले है अब छलफल चाहिँ गर्ने हो तर त्यो चाहिँ
देउता बोलाउनु पर्यो। हजुर देउता बोलाएपछि मात्रै हुन्छ। भनेपछि हामीले घाटुमा राजा र रानी बनाइन्छ, त्यस पछाडि देउता बोलाइन्छ। देउता बोलाउँछ हजुर। र त्यसो भएपछि अनि त्यहाँबाट त्यो जयसिंहे राजा र है हो परशुराम राजा र अम्बावती रानी भएपछि त्यहाँबाट त्यसको छलफल भयो। हजुर। कुराकानी है त्यहाँबाट के अरे भन्छ फुल फुलाउँछ है त्यहाँबाट के अरे भन्छ झार्छ त्यहाँबाट फेरि के भन्छ फुलाउँछ अनि फेरि के भन्छ झार्नुपर्छ त्यसलाई अनि फेरि त्यहाँबाट के अरे हजुरले जुन चाहिँ अघि देउता बोलाउँछ भन्नुभयो नि, राजा र रानी हुन्छ घाटु नाच्ने अनि देउता बोलाउँछु भन्नुभयो नि, अनि त्यो देउतालाई चाहिँ के गर्नुहुन्छ? राजा रानीको शरीरमाथि चढाउनुहुन्छ अथवा आफै आएर चढ्छ? आफै आएर चढ्छ। राजा र रानीको शरीरमा देउता आएर चढ्छ। त्यसपछि अहिले हामीले पनि देख्यौँ होइन, घाटु नाच्ने बहिनीहरूको आँखा बन्द हुने कुरा रहेको थियो, आँखा खोल्न नसक्ने चाहेर पनि भन्ने कुरा पनि बुझियो। त्यो चाहिँ कसरी भएको हो? त्यो त सच छ एउटा। हजुर कसरी होला अलिकति बताइदिनु। जसै भनी अब त्यो हिँचुरीको देउता बोलायो। हजुर। बोलाएपछि आँखा बन्द हुन्छ। हजुर। अनि त्यहाँबाट नाचाउँदा भोलि चाहिँ हामीले पानी हालेर खोल्छ। हजुर। है पानी हालेर खोल्छ। अब यो चन्दीमा ल्याएपछि चाहिँ पानी नहालिकन खोल्ने यो देउताको के आँखा र त्यो परिवार त्यति नै हो। भनिन्छ यो घाटु फेरि अहिले जुन गीतहरू गाउनुहुन्छ नि त्यो गीतमा विधि पुगेन भने घाटु नाच्ने बहिनीहरूलाई पनि असर पुग्ने होइन, अलिकति नराम्रो हुने भन्ने कुरा पनि गरिन्छ नि होइन? हो पक्का त्यो त विधि फिराउनुपर्छ। के छ यो घाटु गीत तपाईँहरूले जुन गाउनुहुन्छ नि त्यसको विधि भन्नु मतलब सरस्वती भन्नुपर्दा कसरी सुरु गर्नुहुन्छ अनि कसरी लगेर यहाँसम्म ल्याएर देउतालाई कसरी के अरे ज्यानबाट निकाल्ने भन्ने कुरा हुन्छ नि, त्यो चाहिँ सरस्वती कसरी गर्नुहुन्छ तपाईँहरूले? गीतबाट कसरी चाहिँ गर्नुहुन्छ? अलिकति यसको कथा होला। कथा यो यहाँ चन्दीमा आएपछि यो घाटुको देउता आयो अनि यसलाई के अरे भन्छ समयवाद गर्नलाई के अरे भन्छ अहिले यो गर्छ कि समयवाद चाहिँ यस्तै हुन्छ। हजुर। भनेपछि यहाँ आइसके पछाडि जब छोड्छ घाटुले आँखा हेर्छ त्यस पछाडि चाहिँ हाम्रो यो घाटु चाहिँ सकिन्छ। सकियो। यो प्रत्येक साल लगाइन्छ हामीले? प्रत्येक साल लगाउँछ नि। कति साल भयो तपाईँले यो घाटु गीत नचाउन थाल्नु भएको चाहिँ? यो त बहुत भयो त। धेरै भइसक्यो है? धेरै भयो। भनेपछि धेरै जोडी नचाइसक्नु भयो? धेरै जोडी नका। हुन्छ बुवा है, हामीलाई जानकारी दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुर। हस् ल। हजुर हामीले भर्खरै मात्रै घाटु नचाउनु भएका घाटु गुरुपासँग कुराकानी गरेका थियौँ। दर्शक महानुभावहरू तपाईँहरूले सामुदायिक टेलिभिजन बेचो टेलिभिजन मार्फत यो कार्यक्रम हेरिरहनु भएको छ। विशेष कार्यक्रम तपाईँहरूलाई हामीले देखाइरहेका थियौँ र सबै हामीले आज जे जति तपाईँहरूलाई देखायौँ पक्कै पनि तपाईँहरूलाई अत्यन्तै मन पर्यो होला, मैले यो आशा राखेको छु। हस् त, क्यामेरामा साथ दिनुभएको सहकर्मी भारती गुरुलाई धेरै धेरै धन्यवाद दिँदै आजको यो विशेष कार्यक्रमबाट तपाईँहरूकै कार्यक्रम प्रस्तुता म रमेश राणा मगर पनि आजको लागि बिदा हुन चाहन्छु। हस् त, नमस्ते। बाबू तो लाला बाबू दुनिया का है